दिदी ल यो भर्मी कम्पोस्टिङ यो बिनले होइन तपाईँलाई कस्तो लागिरहेछ होइन घरमा बायोडिग्रेडेबल वेस्ट कसरी म्यानेज गरिराख्नुपर्छ होइन तपाईँलाई फाइदा भयो कि भएन होइन अलिक कता केही भनिदिनुहोस् न दिदी। हजुर नमस्कार, म मन्जु राणा। यो भर्मी कम्पोस्टको बारेमा मैले हाम्रो हेमा सुरेशबाट सुनेँ होइन, देखेँ पनि 2 पल्ट उहाँले डेमो गर्नुभयो अनि मलाई पनि इन्ट्रेस्ट लागेर मैले ल्याएँ र अब घरमा त वेस्ट त भइहाल्छ होइन, तरकारीको वेस्टहरू आउँछ। अनि यो चाहिँ हामीले चाहिँ कस्तो भयो भनेदेखि एउटा कम्पनी पनि छ हाम्रो, कम्पनीको तर्फबाट गरौँ भनेर हामी सबैले यसमा लागि पऱ्यौँ। हुन त अब यो पैसा उठ्ने त अब धेरै समय लाग्ला, किनभनेदेखि अब यो भाँडा नै सानो छ होइन, यसबाट निस्केको मलहरू अब बिक्री गरेर पैसा त तर अनुभवको लागि के यही अनुभव चाहिँ हामीले अन्ततिर सार्न सक्छौँ भनेर यो गरेको हो। र अहिलेसम्मको फाइदा भनेको एक त घरको वेस्टहरू हामीले अब यसलाई खान दिन्छौँ, त्यो वेस्ट भएन। अनि अर्को कुरा चाहिँ यसले खाएपछि चाहिँ त्यो गन्ध पनि नआउने के, त्यो वेस्टको गन्ध पनि नआउने। अदरवाइज अब हामीले मलको खाल्डोमा हाल्यो भने त्यहाँबाट गन्ध आउँछ होइन, अब त्यो एउटा फाइदा भयो। अनि अर्को कुरा चाहिँ यो यसबाट यो भर्मीले चाहिँ पानी मल पनि दिँदो रहेछ होइन। पानी मल चाहिँ अब हामीले अहिलेसम्म चाहिँ कति 16 लिटर बेच्यौँ। अनि त्यो बेचेकोबाट एकजना दाइले चाहिँ कम्पेरिटिभली खेती गर्नुभयो थियो सागमा, के अरे एक्सपेरिमेन्ट गर्नुभयो दाइले होइन, भाउजूले भनौँ न, उहाँको वाइफले। अनि गर्दाखेरि त्यो भर्मीको त्यो पानी मल हालेको र नहालेकोमा चाहिँ उहाँले तस्बिरै देखाउनु भएको थियो, तर त्यो तस्बिर चाहिँ अहिले हामीसँग छैन। अब भएदेखि अब हेमा बहिनीलाई फोटो पनि दिन्छौँ हामी। अब यसको फाइदा त कति हो नि एकदमै होइन, अब त्यो उत्पादन नै डबल हुँदो रहेछ अनि छिट्टो पनि त्यो बढ्दो रहेछ कि। जस्तो त्यो साग हेरेको पानी नहालेको साग चाहिँ एकदम लिकुरे के यत्रो भएर बसिरहेको, अनि तर त्यो मल पानी हालेको साग चाहिँ यत्रो के एकदम ठुल्ठुलो, हेर्दै डर लाग्दो होइन। अब त्यो फाइदा त आफूले प्रत्यक्ष देखिसक्यो। अब त्यो छ, अब अवश्य पनि अब मल पनि फाइदा नै हुन्छ होला। र मल पनि हामीले चाहिँ अब अहिलेसम्म झन्डै 4 केजी बेचिसक्यौँ होइन आफ्नै समूहको साथीहरूलाई। अब यो त डेफिनेटली फाइदा नै छ। भनेपछि अनि तपाईँले फोहोर पनि फ्याँक्नु परेन होइन, यो जुन फोहोर पनि फ्याँक्नु पऱ्यो। जस्तो अब यहाँ हेर्नुहुन्छ भनेदेखि यहाँ पराल पनि छ। अब यो पराल त यसलाई फ्रेन्डली नै हो होइन, यो टिके भइहाल्छ। अब धेरै कुराहरू चाहिँ अब प्याज र लसुनको बोक्रा मात्रै हामीले फ्याँक्ने गरेका छौँ क्या। अरू कुराहरू तरकारी भयो, फलफुल भयो, फलफुलको पनि अब धेरै जसो अब विशेष गरेर यो के भन्छ खरबुजा, तरबुजा हो, त्यसको उसहरू पनि खेर गएन। त्यो डिके हुनु त टाइम लाग्छ नि, किन साह्रो छ होइन, तर यसले त खाइदिएर छिटो डिके हुन्छ। अनि अर्को चाहिँ त्यही अमिलो कुराहरू चाहिँ हामीले जस्तो सुन्तलाको बोक्राहरू चाहिँ हालेको छैन, तर केराको बोक्राहरू भयो होइन, केही पनि खेर गइरहेको छैन। यसलाई बेफाइदा हुने कुरा मात्रै खेर गइरहेछ। अनि जराको सोसियल भेन्चरको जुन सर्भिस छ होइन, तपाईँले जुन पाउनुभयो ट्रेनिङ लिएपछि, त्यो चाहिँ कस्तो लागिरहेछ र त्यसमा के थप के चाहिन्छ जस्तो लागिरहेछ तपाईँलाई? यो जराले जुन सर्भिस दिइरहेछ होइन, अब टाइममा हेमा बहिनी आएर हामीलाई गाइड गर्नुहुन्छ, यो भएन यस्तो गर्नु। जस्तो अहिले यो जाडोको सिजनमा गएर यो यसको रिप्रोडक्सन पनि एकदम कम भइरहेको जस्तो छ। अब हामी त अब नयाँ नै हो यसको लागि, अनि यसलाई चाहिँ अलिक चिसो भयो होला भनेर हेमा बहिनीले चाहिँ सजेस्ट गर्नुभएको छ। के भनेदेखि अब अलि न्यानो यसलाई पुरै ढाकिने गरेर कपडाले छोपिदिनु अथवा बोराले छोपिदिनु भन्नुभएको छ होइन। यो यस्तो किसिमको टिप्सहरू चाहिँ हामीले पाइरहेका छौँ, जसको लागि चाहिँ हेमालाई धेरै धेरै धन्यवाद है। बेला बेलामा फोन गरेर कस्तो भइरहेको छ भन्नुहुन्छ, एकदम राम्रो भइरहेको छ। थ्याङ्क यू।